everyone, welcome back to my channel. Welcome back to Life on Mapped. So आजको vlog चाहिँ हामी सबैजना साथीहरु एकजना साथीको घरमा जाँदैछौं उसको छोरीको पास्नी छ आज। सो पार्टीमा हामीले पनि बोलाएको छ सबैजना बालकुमारीमा हो उसको घर चाहिँ। सो बालकुमारीमा कतै भेटेर जाने प्लान छ। So let's get ready. So मैले ड्रेस चाहिँ लगाएँ। खासमा त पहिला मेकअप गरेर ड्रेस लाउँदा पर्ने होला, तर म चाहिँ ड्रेस लगाइसकेपछि आधी कामै सके जस्तो लाग्छ। सो फर्स्टमा ड्रेस लाउँछु। सो मेकअप त्यस्तो धेरै गर्ने प्लान त छैन, अलिअलि। And before makeup, skincare to the must. यस्तो घाम छ बाहिर अहिले। अनि मेरो स्किन चाहिँ एकदमै नै सेन्सिटिभ छ। प्रोडक्टहरु सुट गर्ने गाह्रो हुन्छ। सबै प्रोडक्टहरु सुटै गर्दैन, बल्ल बल्ल इन्डियाको सब प्रोडक्ट्सहरु मलाई सुट गर्ने। त्यसपछि प्राइमर पनि लगाइसकेँ। सो फाउन्डेसन चाहिँ अलिकति हेभी होला जस्तो लाग्यो आजलाई। सो म चाहिँ यो बेबी क्रिम चाहिँ त्यही नै लगाउँछु फाउन्डेसन चाहिँ। सो अब चाहिँ बढी भइसक्यो। हामी यहाँबाट सबै निस्किन्छौँ। अरू साथीहरू चाहिँ आउँदैछ। बालकुमारी होइन अनु, बालकुमारी मन्दिरमा भेट्न जान्छ। सो लेट्स गो। सो हामी चाहिँ रेडी भएर झऱ्यौँ। अब पठाउलाई वेट गर्दैछौँ। ब्रदरले रङ लोकेसनमा जानु भएछ, अनि बिस्तारै क्यान्सल गरिदिनु भयो। हामी फेरि अर्को बुक गर्नु पऱ्यो। हाई अनु। यस्तो टल्किनु कि घाममा चाहिँ लाइट नै नमिल्ने। घाम छ है बाहिर। त्यो अस्तिको मन्दिरतिर आउनु न। त्यही बोल्नुहोस् न, हामी कहाँ जाँदैछौँ? हामी छोरीको बस्तीमा शिवान्सी सबैजना कोही कताबाट आउँदैन। सबैजना भित्र भएर अब एक ठाउँमा भेट्ने प्लान चाहिँ अलिक गाह्रो होला जस्तो छ।
हामी चाहिँ आइपुग्यौँ यो फेरि बालकुमारी मन्दिरमा। हाम्रो कोही साथीहरू चाहिँ आइसक्नु भयो अरे, कोही चाहिँ आउनु भएको छैन। म त फर्स्ट टाइम आएको यता। यहाँ यस्तो मन्दिर छ भनेर मलाई कहिले थाहा छैन। के भयो घाइतेज्यू? हाई, कस्तो राम्रो रहेछ त यहाँ। कस्तो राम्रो आउँदो रहेछ त्यो पछाडि। त्यहाँ चाहिँ फोटोसुट हुँदैछ। हाम्रो मोडल अप्सरा म्याम हुनुहुन्छ। हाई, उहाँ चाहिँ हाम्रो अप्सरी दिदी हुनुहुन्छ। अब हामी चन्दा दिदीलाई वेट गरेर छौँ। चन्दा दिदीले यो भ्लग हेरेपछि थाहा पाउँछ हामीले कति इन्तजार गरेको थियौँ उहाँलाई यस्तो घाममा। सबभन्दा छिटो पुग्ने भनेको उहाँले नै हो। उहाँले कति 2:30 बजे हामी भेट हुने भनेको कति बज्यो? तर उहाँको घर टाढा छ। हामी यहाँ भुकी प्यासी वेट गरेर छौँ। अब चाहिँ हामी फाइनल जाँदैछौँ। उहाँ मान्छेले ढिला गर्नुभयो आज हामीलाई। यता हेर्नुहोस् त हजुर, जो चाहिँ कति बजे 2:30 बजे नै भेट्नुपर्छ भनेर प्लान गरेर। अन्त हामी पनि अलिकति लेटै भयो। अयो मेरो लुगा। जसको चाहिँ ड्युटी थियो 2 बजीसम्म ऊ टाइममा आयो। ड्युटी थिएन, जसले 2:30 भनेको थियो 2:30 मा अझ मेन 2टा ड्युटी पनि नहुने मान्छेहरू त आइपुग्ने भएको छैन। म बाटोमा यसरी हातमा फोन बोकेर हिँडिरहेको छु। मलाई लाज पनि लागिरहेको छ, तर फेरि साथीहरू भएपछि चाहिँ अलिकति लाज पनि बस्दो रहेछ। अलिक कन्फिडेन्ट आइरहेछ। कन्फिडेन्ट लेभल बढिरहेछ। तर एकदमै घाम छ है। घामले त रुने जस्तो घाम छ। हाई परीक्षा। के भन न 2 शब्द। हामी कहाँ जाँदैछौँ? हामी चाहिँ आज सटरीको छोरीको पास्नीमा जाँदैछौँ। रमाइलो भइरहेछ सबैजना भेटेर। म बाटो सफा गर्दै हिँड्दैछु क्या। हामी चाहिँ घर आइपुग्यौँ। हाई आकृति, टाउको ठिक भयो? कस्तो त्यो टिकटक छ नि गोमादर्जी भन्ने होला, त्यसैले गोमादर्जी भन्ने एउटा टिकटक। त्यो सल त मैले के फुकालेर फालिदिइहाल्छु। अन्त लाज लाग्यो। कस्तो मिठो बास्ना आइरहेछ। खानेकुराको बास्ना आइरहेछ है। कतिखेर मान्छे डराइ बनाइ। भयो। हामी चाहिँ आइपुगेर यहाँ खाना खुवाउने काम सक्यो भर्खरै। यहाँ थियो अहिले खाना खुवाउने काम अलिकति। उहाँहरू चाहिँ हामी सबैजना टिम हो। सबैजनाले त हेर्नु त नमस्ते गर्नु सबैले।
चन्दा दिदी नमस्ते गर नमस्ते एलिना हाम्रो अप्सरा दिदी हुनुहुन्छ भन न केही कुरा ज्ञानगुणको कुरा भन न मेरो साथीहरुले के भन्नु ज्ञानगुणको कुरा चाहिँ के भन्नु केको बारेमा सोधे भए भन्नु उसै ज्ञानगुणको कुरा भनेर भन्नु तपाईँको बेबीको यस्तो अन्नप्राशन पास्ने बेलामा कस्तो महसुस भयो कहाँ गएर गरेको थियो कि घरमा गरेको घरमा गरेँ कसरी गरे सामान्य गरेको थियो क्या हाँस्नु त सामान्य गरेँ सामान्य भने जसरी खाने खुवाउने त हो खाने खुवाउने त हो सामान्य गरेको थियो अब त्यो त कति वर्ष अगाडि कुरा हो भयो होला नि 5-6 वर्ष अगाडि छोरी भइसक्यो छोरी कति भयो अहिले अब 6 मा लाग्छ उहाँ चाहिँ हाम्रो बेबीको म चाहिँ वाटमा हुनुहुन्छ म चाहिँ भन्नुहोस् त तपाईँले आज कस्तो अनुभव हुँदैछ मलाई चाहिँ कस्तो महसुस हुनु होइन भन्नुहोस् त अनि अप्सरा दिदी ठ्याक्कै हो क्या तपाईँ होइन भए पनि आज कस्तो एक्साइटेड नानीलाई पहिलोचोटि एक्साइटेड छु अनि छोरीलाई त्यो खुवाउँदाखेरि चाहिँ मन कस्तो भारी हुन्छ अब छोरीले खाने भयो नि अब धेरै लाग्छ आमाले त्यस्तो चाहिँ होइन होला है त्यस्तो चाहिँ होइन होला त्यस्तो त सोच्नु हुँदैन है मात्रै भनौँ न त्यो आफूले त्यो मनबाटै गरेको कुराहरू उहाँहरू दुईजना भर्खरै आउँदै होइसिन्छ तपाईँहरू त सेलिब्रेटी नै हुनुभयो त आउनुहोस् त्यहीँबाट भित्र हो उहाँहरू चाहिँ भर्खर आउनु भएको हामी यहाँ सबैजनालाई खानालाई रेडी बसेर खुसी थियो भनेको के खाएको अप्सरा दिदी सबजना बसेर दनकादन दिँदै हुनुहुन्छ खाने बेला चाहिँ सबैले कपाल बाँध्ने छ कोही कोहीले बाइक के छ लक्ष्मी मेरो भएको मेरो सट्टामा तिमी नै खाऊ कि होइन म मोटायो भने फेरि तिमी मोटाउँछ नगरे 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 त प्लिज प्लिज नेगरमा पनि के आज तपाईँहरूको डाइटिङ प्रोटिन खान्छु रे के खान्छु रे मैले मेरो हातले खाएको एलिनालाई पनि देऊ न आज कपाल काटेर राम्रै भएर कपाल काटेर मुखै सानो के गरे ए काटेर खाना खाएर दही खाएर अझै यस्तो खाँदै हुनुहुन्छ उहाँले ओके परीक्षाको बाटो
ठुलो मान्छे लगाइराख्नु हामीले त राखिहाल्यौँ है भन्ने मात्रै हो खालि अब जब खानु गरिदिन्छ नि अब राखेको छु केटीनालाई धेरै उठाइदियो न कपाल हल्लाउँछ आज कपाल काटेर आएर कपाल काटेको थिएँ भन्नु आज सबै मम्मी त हो म पनि मम्मी हो आज सबै मम्मी तपाईँले के खायो तपाईँलाई लाग्यो क्या हो यता खान्छ नि हाल्दा लाग्छ यतातिर खान्छ आमा छोरा त सक गर्ने नभएकोले के सक गर्ने अनि तपाईँले नानीको अन्नप्राशनको दिनमा बर्माला बर्माला भनेको के हो बर्माला भनेको चाहिँ के हो ए ओके ओके सबैजनाले हेर्नु है मेरो ब्लग तिमीले मेरो सब्सक्राइब गर्यो चाल गरिदिउँला भन्दै ल पठाउने बित्तिकै तिमी गरिदिउँला भन्छ हेर्नु त आज आएर छिटो छिटो हेर त युट्युबमा गइरहेको छैन रहेछ अन्त धोका नै हुन्छ हाई भन न बोल न केही आखिर त बिचरा खाएर लाग्यो टाउको दुखेर बिचारी हामीले भेट्दा त बाटोमा सुतिरहेको भेटेको ढलिरहेको थियो आकृति त हामी आउँदा त बाटोमा ढलिरहेको थियो आकृति सब्सक्राइब गरेको होला क्या कसले हेरेँ मेरो फेरि फोन यस्तो फास्ट छ चन्दा दिदीको आइरहेको छ मेरो युट्युब च्यानलमा नाम के छ के हो लाइफ अनम्याप्ड एकछिन मैले आफै फुर्क्यायो क्या तपाईँ यहाँ एउटा सर्च गर्न थालेको थिएँ लाइफ के छ अरे अनम्याप्ड UNMAPPD गरे होला ए त कहाँ नगर्नु मैले नत्र त अहिले यहाँ कतल हुन्थ्यो लक्ष्मी नै हराएपछि लक्ष्मी त खै हराएको हरे गर्नुहुन्छ लक्ष्मी आउँछ गइसक्नु भएको छ क्या तपाईँ के लक्ष्मी भने गोजीतिर होला त अलिअलि त कुही गर्ने अहिले चाहिँ यस्तो छ तपाईँ फेरि भन्नु नि दिदी मैले पहिला गरेको अहिले त के गर्नु तपाईँ त रोस्टै हान्नुभयो बाई थ्याङ्क्स फर इन्भाइटिङ अस बाई 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 नानी सुतेकी छ
भित्री रहेछ तपाईँको मेरो नि भित्री मेरो नि यस्तो मान्छे काउन्ट गर है कोही छुटेला कोही छुटेला है राम्रोसँग हेर उहाँको मात्रै हेर्नु नि आवाज मुद्दाको चाहिँ नहेर्नु उसको झन् बाई ल भोलि भेटौँ ल बाई बाई सल चाहिँ यस्तो फाल्यौँ जस्तो गएर फाल्यौँ क्लाउड कस्तो राम्रो देखेको है के भन्नु न चना दिदी उहाँ हाम्रो सबसे सिनियर सिस्टर हुनुहुन्छ म्याम हुनुहुन्छ बोल्नु न छिटो म लाज लागिसकेँ यहाँ मान्छेले हेरेर मलाई लाज लागिसक्यो हेर कुन बेला घर पुग्नु जस्तो भइसक्यो गाह्रो भएर हाम्रो त यहीँ बसेर मन लागिरहेको छ है केटीहरू हेरेपछि कति हल्ला गर्छ नि आकृतिलाई झर्को लागिसक्यो धेरै टिकटक बनाएर धेरै बनाएर सरिताको छोरीको पासले भएको जुत्ताको हालत नयाँ जुत्ता कतिको प्राइस पनि भनिदिनु 1400 ए 1400 त रहेछ नि धेरै नाचेर हो क्या महँगो किनभने छुट्टिँदैन क्या अलि अब यो जुत्ता बनेपछि पुऱ्याउनु पर्छ हेर गाइज बसेर जान्छ नि गाडीमा अब सिट पाए त हो नि बनेपामा हिँड्नु हुन्छ फेरि बनेपा पारेर दिनु पर्यो के भन्छ एकचोटि अझै भन्नु न यो टिकटक बनिएन चक्कु छुरी होइन यो चक्कु छुरी तिम्रो मात्र चक्कु यो मन सारे स्यान्सुर बोल्नु क्या मान्छेले हेरिरहेको यो चन्दाइले मैले धेरै बारेमा उहाँले सिक्न अलिक कोसिस गर्नु अफिसर सानो बस्यो त हजुर सर बेला बेलामा मान्छेहरूसँग त के आफूलाई हाँसेर चाहिँ चली त्यसरी बोल्यो नि त अरू बेलामा अरू बेला चिचाएर हुन्छ बेला बेलामा त अर्को त कान्नेमा गएर हजुर सर यस्तो हजुर छ मलाई चाहिँ अगाडि गएर हजुर सर फेरि हामीलाई जुरुक जुरुक पिटी पिटी पाठ्याम मलाई त अहिले आएर पानी पनि खालायो अब घरै बनिपे गरेर खानु गाडीमा चाहिँ ड्राइभरलाई मागेर तिम्रो मन त यतापट्टि सिटमा बस्नु हेलो हाल्ने खालको छैन नराम्रो भएको भए फालिन्थ्यो अलि राम्रो देख्यो ए साँच्ची के भयो भाइको ए कता हो त अनि अहिले कोसँग बोल्दैछन् अब तिनीहरू भाइ सोधेर थ्री पोइन्ट आउनलाई पनि कसले दही चिउरा तपाईँको कति आएको थियो मेरो त एसएलसी हो नि भोलि त असार 15 हामीलाई पनि थाहा छ डिभिजन त कुन भन्यो तिम्रो कति आएको परीक्षा म त एसएलसीमा पढि मैले पनि एससी दिएको तिम्रो कति आएको थियो यतै हो मेरो पनि त्यस्तै 3.5 ल अनि तिमीले चाहिँ अर्काले ल्याएपछि किन त्यस्तो गरे मेरा जुम 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 अर्काले जेसुकै भन्नु आफूलाई ठिक लाग्यो भयो होइन त हो आमै भन्नु तिमीलाई के यो आफ्नो त सबै यो चाहिँ नहुनु पर्ने कति घिस्रिन्छ
यतिकै भए पनि हुन्थ्यो साँच्चै आकाश एकदम राम्रो देखिरहेको छ यो तारहरूले छेकेर मात्रै हो हराए त राम्रै हुन्थ्यो उहाँलाई घर जान एकदम ढिला भइसकेको छ रिसारे बम मात्रै बम भइसक्यो पड्किन मात्रै बाँकी छ हाई आकृति तिमीलाई हतार त भएको छैन नि होइन तिमीहरू किन डल्न परेको अहिले चन्दाको जुत्ता उहाँ उकेर नाच्दा नाच्दा जुत्ता उकेर सिपेन्ट किनेर अझ यस्तो यस्तो नाच्यो अझै पोस्ट भइसक्यो हाल्यो म त उसो बेलाले कपाल काट ठाउँमै काट्छु ल हाम्रो चाहिँ कार्यक्रम सबै सक्यो मैले पछि बुक गरेको रङ लोकेसन हालिदिन्छु बिचरा दाइ घुमिआउनु भयो अहिले चाहिँ मैले रङ लोकेसन हाल्छु बिहान चाहिँ मैले राइट लोकेसन हालेको थिएँ राइट लोकेसन हालेको थिएँ तर ब्रदरको अहिले त मैले रङ लोकेसन हाल्दा बिचरा कहाँ घुम्नु भयो यही भयो बेलुका नि यही भयो कस्तो कोइन्सिडेन्स सो सबैजना साथीहरू चाहिँ जानुभयो अब यति गर्नु होला के भन्ने हो Thanks for watching. If subscribe गर्नु भएको छैन भने चाहिँ subscribe गर्नु होला. Bye bye.